पनि रोमेनियाबाट है। धेरै साथीहरूले सोध्नुहुन्छ कि रोमेनिया दिल्ली इन्टरभ्यूमा के सोध्छ भनेर। त्यहाँ खासै केही डराउनु पर्दैन क्या। त्यहाँ सोध्ने भनेको आफ्नो नाम सोध्छ, कम्पनीको नाम सोध्छ, कति सेलेरी छ, बस 4-5वटा क्वेसन मात्रै सोध्छ क्या। अरू केही डराउनु पर्दैन, अरू खासै केही सोध्दैन। त्यहाँ फेल हुने भनेको 5% मात्रै हो क्या। त्यो डकुमेन्टहरू मिलाउन सक्दैनन् आफ्नो, यो चाहिँ ध्यान दिनुपर्छ है। डकुमेन्टहरू मिलाएर चेक गर्नुपर्छ केही छुटेको त छैन भनेर। एउटा रुममा बसालिदिन्छ, त्यहाँ चाहिँ चेक गर्नुपर्छ है आफ्नो। अनि एजेन्टसँग यो कुरा चाहिँ कन्फर्म गर्नुपर्छ कि भनेको काममा चाहिँ पठाउँदैन है। यो कुरा चाहिँ ध्यान राख्नु होला। धेरै जस्तोको भनेको काममा पठाउँदैन। त्यहाँ इन्टरभ्यूमा सोध्ने भनेको हजुरको नाम सोध्छ होइन, कम्पनीको नाम, ठेगाना, अनि कम्पनी कुन लोकेसनमा छ त्यो सोध्छ। अरू खासै केही सोध्दैन। अनि त्यहाँ चाहिँ गएर इन्टरभ्यू दिँदाखेरि यताउति अनि उसको कम्प्युटर चाहिँ हेर्ने, अनि अरू मान्छेलाई हेर्ने, अरूको कुरा सुन्ने चाहिँ गर्नु हुँदैन है। सिधै उसले हेर्ने, कन्फिडेन्सको साथमा बस्ने, उभिनु पर्दैन, बस्न दिँदैन, उभिने, उसलाई हेर्ने, उसले के भन्छ त्यही मात्रै जवाब दिने क्या। अरू खासै बढी बोल्नु पर्दैन, खासै बढी बोल्नु पनि हुँदैन। र बढी स्मार्ट भएछ भनेको भन्छ क्या। त्यहाँ पास भनेको जो बिए गरेको हुन्छ नि तिमीलाई चाँडै दिन्छ र झुट पनि बोल्नु हुँदैन है। फेरि तिमीले पक्रिहाल्छ। फेरि बिए गर्नुभएको छ भने बिए गरेछु भन्नु, गर्नु भएन भने गरेन भन्नु। किनकि तिमीले हजारौँ मान्छेको दिनमा इन्टरभ्यू लिन्छ, झुट चाहिँ पक्रिहाल्छ क्या। तिमी फाल्ने डर हुन्छ। जे हो त्यही भन्नु होला, झुट चाहिँ नबोल्नु होला। बिए गर्नुभएको छ भने गरेछु भन्नु, गरे छैन भने गरे छैन भन्नु, केही खासै फरक पर्दैन। अनि हजुरको पासपोर्टमा अरू देशको भिजा लाग्छ भने झन् राम्रो हो, चाँडै पास हुनुहुन्छ हजुर। अनि स्क्याम पनि भइरहेको छ कि एजेन्टहरूले यो काममा पठाइदिन्छु भन्छ, होटल लिएर पठाइदिन्छु भन्छ, कन्ट्याक्सन लिएर पठाइदिन्छ। यो कुरा चाहिँ ध्यान दिनुपर्छ है। यहाँ धेरै नेपालीहरूले दुःख पनि पाछन्, भने जस्तो काम पाउँदैनन्, गाह्रो हुन्छ। 10 घन्टा 12 घन्टा काम हुन्छ, हप्तामा 2 दिन छुट्टी भनेर आएको हुन्छन्, तर छुट्टी चाहिँ 1 दिन मात्रै हुन्छ। कुनैको राम्रो पर्छ, कुनै कम्पनी राम्रो पऱ्यो भने 2 दिन छुट्टी दिन्छ, सेलेरी पनि राम्रो दिन्छ, तर कुनैले दिँदैन है। फेरि एजेन्टसँग कन्फर्म गर्नु होला। अनि यहाँ भनेको कुन काम खाली हुन्छ भन्दाखेरि हजुरको धेरै काम पाउने भनेको होटल लाइनमा हो, क्लिनरमा हो, अनि कन्स्ट्रक्सन लाइनमा हो, एग्रिकल्चरमा हो। यहाँ भ्याकेन्सी यो सब काममा खुलेको हुन्छ। यहाँ सेलेरी भनेको रोमेनिया हजुरको 2400देखि लिएर 2800सम्म सेलेरी हुन्छ फर्स्ट हाउनेहरूको। अनि फेरि युरोमा हजुरको 450देखि लिएर 800सम्म सेलेरी हुन्छ युरो। यो बुझेर आउनु होला। कुनै पनि एजेन्टले यो काममा जा राम्रो छ म पठाइदिन्छु, र पठाउनु त पठाउँछ, तर सबैले पठाउँदैन नै। स्क्यामबाट बस्नु होला।